आज साँझतिर हामी घर बसिरहँदा दिक्क लागेर घरभन्दा बाहिर अलिकति बाहिर हामी घुम्न जाऊँ भनेर हामी घरबाट निस्क्यौँ। मम्मी म अनि बाबुहरू भएर निस्क्यौँ। दिनभरिको घरको काम र आफ्नै व्यस्ततामा बित्छ दिन, अनि त्यसैले कहिलेकाहीँ परिवारसँग केही समय बाहिर बिताउन पाउँदा पनि मन पनि हल्का हुन्छ। अनि घुम्दै घुम्दै हामी पार्कमा पुग्यौँ। पार्कमा पुग्ने बित्तिकै हाम्रो बेबी त खेल्नका लागि निकै उत्साहित भइन्। बेबीलाई खेलाउँदै गर्दा अनुहारमा देखेको खुसी देखेर हामीलाई पनि एकदमै रमाइलो लाग्यो। साना सानो कुरामा खुस हुने बच्चाहरू हेर्दा हाम्रो मन पनि बच्चा जस्तै खुसी हुँदो रहेछ। अनि केही बेर मैले बाबालाई पार्कमै खेलाएँ साथीहरू। अनि पार्कमा मजाले खेलिन्। अनि यहाँ बेबी र दादा र भाइ भएर अनि यो पिङ चाहिँ खेलेका छन् के कस्तो मजाले खेलेका छन् हेर्नु न साथीहरू। अनि खुसी भइसन् उनी पनि। अनि डराइन् कि फेरि डराइन्। अनि दादा मात्रै खेलिन् अनि यिनी चाहिँ यता आइन्। अनि त्यसपछि मैले पनि बेबीलाई के भयो भनेको, अनि म डराएँ भनिन्। अनि त्यसपछि म गएर अनि तिनको चप्पलमा फेरि हिलो लागेछ अनि हिलोलाई चाहिँ मोजा निकालिदिएर अनि अर्को चप्पललाई सफा गरेर अनि तिनको चप्पल लगाइदिएँ। अनि त्यहाँबाट फेरि बेबी पिङ खेल्न गयो भने पिङ खेलिन्। अनि दादा पनि फेरि यता आएर यो एक्सर्साइज गर्नेमा पुरै सिकाइछन् क्या हामीलाई कसरी गर्ने भनेर। अनि त्यहाँबाट म पनि ट्राई गरेँ साथीहरू। अनि त्यसपछि फेरि मम्मीलाई पनि सिकाइन् तिनले। अनि यता फेरि सानो बेबी बसेकी छन् अनि मम्मी पनि बस्नुभयो कसरी चाहिँ गर्ने भनेर। अनि मम्मीले पनि ट्राई चाहिँ गर्नुभयो। अनि त्यसपछि बेबी पनि यता ट्राई गरेछन्। थ्याङ्क यू फर वाचिङ भिडियो। बाई बाई। हामी फर्क्यौँ।